नमस्कार आदरणीय दाजुभाइ दिदीबहिनी। अहिले राज्य स्टेट स्पोन्सर स्मग्लिङमा लागेको छ। मलेसियाबाट, इन्डोनेसियाबाट, थाइल्याण्डबाट सुपारी नेपालमा भित्रिन्छ र नेपालबाट इन्डियामा त्यो सुपारी जान्छ, स्मग्लिङ भएर जान्छ। राज्यलाई सुशासनको नारा दिन्छ, तर यहाँका किसानहरू विशेष गरेर कोशी प्रदेशको मेची अञ्चलको झापा, कोशीको सुनसरी, मोरङ र अलिअलि इलामका जिल्लामा स्थानीय किसानहरू मारमा परेका छन्। उलाई मतलब छैन, सरकारलाई मतलब छैन, किसान मारमा परुन् जेसुकै होस्, उसैले प्रोत्साहन गरेको छ स्टेट स्पोन्सर स्मग्लिङ। अब राज्य नै यसमा लागेपछि त समाज कस्तो हुने होला? सबैले यही सिक्ने हो। मेरो अनुभव यहाँलाई मैले शेयर गरेँ। प्रहरीमा कार्यरत हुँदाखेरि एउटा स्मग्लरले 75 करोडको सुपारी बाहिरबाट झिकाएको थियो। त्यो नेपालमा किनबेच हुँदैन थियो, उसको इन्टेन्सन के थियो? भारत पठाउने थियो। र प्रहरीहरू असाध्यै सक्षम भएको हिसाबले मेरा प्रहरीहरूले एकदम सर्भिलेन्स निगरानी राखेका थिए र त्यो हामीले असाध्यै कडा गरेकोले त्यो हामीले भारत जान दिएनौं। निस्किने बित्तिकै हामीले कारबाही गर्थ्यौं अनि भन्सारमा बुझाउँथ्यौं र स्थानीय जनताहरूले पनि हामीलाई सपोर्ट गर्थे। ल फलानुबाट चाहिँ फलानु गोदामबाट चाहिँ सुपारी निस्किँदैछ, भारत जाँदैछ, तपाईहरु अलि चनाखो हुनुहोस् भन्ने बित्तिकै हाम्रो पुलिसको मोबिलाइजेसन हुन्छ। जनताको इन्फर्मेसनबाट हामी काम गर्थ्यौं। मैले यो भन्न खोजेको के हो भन्दाखेरि अहिले पनि यसरी नै अरबौं रुपैयाँको सुपारी भित्रिएको छ र अब यो यहाँबाट इजी मनीको लागि व्यापारीहरू, बदमाश व्यापारीहरूले इन्डियामै पठाउँछन्। कतिपय पुलिसहरू इमानदारपूर्वक काम गर्छन्, समात्छन्, भन्सारा बुझाउँछन्। कतिपय प्रहरीहरू इजी मनी बोर्डरमा भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनहरू मेलोमतोमा इन्डियामा पठाउँछन् र महिनावारी खान्छन्। र यो दुःखका साथ मैले भन्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, स्टेट आफै स्मग्लिङ गर्नलाई चाहिँ के छ, इन्करेज गरिरहेको छ। मेरो अनुरोध यो स्टेटलाई, हिजोको दिनमा प्रधानमन्त्रीहरू विभिन्न भए, शेरबहादुर देउबाजीको पालामा पनि यही भएको थियो, पुष्पकमल दाहालजीको पालामा पनि यही भएको थियो र अहिले चाहिँ हाम्रो खड्गप्रसाद ओलीजी हुनुहुन्छ, उहाँको पालामा पनि भइरहेको छ। नागरिकहरू चनाखो हुनुहोस्, इमानदार प्रहरीलाई इन्फर्मेसन दिनुहोस् र यो स्मग्लिङलाई हामीले रोक्नु पर्दछ। र म नेपाल प्रहरीलाई नै, सशस्त्र प्रहरीलाई अनुरोध गर्दछु, स्मग्लिङलाई हामीले कन्ट्रोल गर्न सकेनौं भने भोलि तपाई हामीलाई नै के हुन्छ, यो ठूलो अभिशाप हुन्छ। राज्य त लाग्यो स्मग्लिङमा। र विशेष गरेर यो चारवटा जिल्लाका मोरङ, सुनसरी, झापा र इलामका आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरुले एन मौकामा बुद्धि पुर्याउनु भएन र यसरी नै यस्तै व्यक्तिहरूलाई जसले स्टेट स्पोन्सर स्मग्लिङ गर्छ उहाँहरूलाई नै भोट दिनुभयो र जिताउनु भयो भने फेरि उनीहरूले गर्ने यही हो। तपाईहरुले विवेक प्रयोग गर्नुस्, चेत खुलोस्, तपाईहरुको सुशासन कायम गर्नको लागि आवाज बुलन्द गर्ने इमानदार मान्छेहरूलाई भोट दिनुस्, जुनसुकै पार्टीको होस्, तर बेमानलाई भोट नदिनुस्। र यो स्टेटले गरेको यो स्टेट स्पोन्सर स्मग्लिङलाई हामी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले यसको विरोध गरौं। नमस्कार।